पश्चिमका कति मान्छेहरू सफल भइरहेछन् तर एउटा उनीहरूलाई छटपट्टि चाहिँ भइरहेको हुन्छ। आज बिल गेट्स हेर्नुहोस् एउटा ढङ्गको छटपट्टिमा छन्, एलन मस्क हेर्नुहोस् एउटा ढङ्गको छटपट्टिमा छन्, विकास गरेका छन्, त्यसको सम्पन्न पुरै त्यहाँभन्दा माथि छँदै छैन। एलन मस्कको हिजो आजकै वक्तव्यले के भनिरहेछ भने 15-20 वर्ष पछाडि काम सजिलो हुनेछ, पैसा चाहिने छैन भनेका छन्, मान्छे शान्त हुनेछन् भन्ने कुरा उनले सोच्न सकेका छैनन् होइन। बिल गेट्सले त पहिल्यै भन्थे नयाँ प्रविधि कुराहरू गरिरहेथे, तर हाम्रा ऋषिहरूले आजभन्दा 3000, 5000, 10,000 वर्ष अगाडि नै के को कुराको सम्भावना देखाइदिएका छन् भने रियलाइजेसनको कुराहरू गरेका छन्। रियलाइजेसन निड भनेको त्यो भनेको चाहिँ ब्रह्मत्व प्राप्ति, आत्मज्ञान प्राप्ति, त्यो चाहिँ मान्छेको सबभन्दा विकसित सफलता हो। सबभन्दा विकसित सफलता चाहिँ जुन व्यक्तिले ब्रह्मत्व प्राप्त गर्यो। तर आजको दिनमा चाहिँ के भनिन्छ भने सबभन्दा यो जगतको सबभन्दा सफल मान्छे को हो भन्दा ब्रह्मत्व पनि प्राप्त गर्यो, पछिल्लो प्रविधि पनि उसले बुझ्यो, प्रविधिमा पनि छ, सम्पन्नतामा पनि छ र ब्रह्मत्वमा पनि छ, त्यो सफलता हो। यो दुईटै चिज पाउनलाई त्यसैलाई अघि मैले सरल भाषामा के भने नि शान्ति र समृद्धि भने। शान्ति भनेको ब्रह्मत्वपछि मात्रै असली शान्ति पाउँछ, त्योभन्दा अगाडिको शान्ति त बेला बेला आउँछ बेला बेला जान्छ।